सुपर खुदी हाइड्रो पावरको आइपिओ पर्ने साथीहरूलाई सबैभन्दा पहिला त एकदमै धेरै बधाई छ, किनभने तपाईहरू यस्तो राम्रो कम्पनीको सेयर होल्डर बन्नुभएको छ। नेप्सेमा सूचीकृत 96-97 वटा हाइड्रो पावर कम्पनीहरूमध्ये अधिकांश हाइड्रो पावर कम्पनीहरूको मूल्य तपाईहरूले 300 देखि 500 को रेन्जमा देख्नुहुनेछ। बट यस कम्पनीको मूल्य त्योभन्दा त अभियसली माथि जाने देखिन्छ। सो आजको यस भिडियोमा हामीहरूले यस कम्पनीको पोजिटिभ पक्षको बारेमा कुरा गर्नेछौँ, जसले चाहिँ कम्पनीको प्राइसमा डाइरेक्ट इम्प्याक्ट पार्नेछ। सो यदि तपाईहरू यस कम्पनीको सेयर प्राइस कतिसम्म पुग्ला भनेर आफै एनालाइसिस गर्न चाहनुहुन्छ भने तपाईहरूले यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कम्पनीको सेयर प्राइसमा डाइरेक्ट इम्प्याक्ट पार्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उक्त कम्पनीको वित्तीय विवरण हो। कम्पनी विगत 2-3 वर्षदेखि मुनाफामा छ, कम्पनीको इपिएस नेटवर्थ सबै राम्रो छ र कम्पनीले फ्युचरमा बोनस दिन सक्ने क्षमता राख्दछ भने उक्त कम्पनीको सेयर प्राइस अभियसली तपाईहरूले माथि देख्नुहुनेछ। सो यस कम्पनीको आह्वान पत्रमा उल्लेख गरिएको वित्तीय विवरण कस्तो छ हामीहरूले सर्फेस लेभलमा हेरौँ है त। सबैभन्दा पहिलो कुरा, यस कम्पनीको सञ्चित नाफा विगत 3 वर्षदेखि स्टेप बाई स्टेप इन्क्रिज भइरहेको छ, जुन यस कम्पनीको एकदमै पोजिटिभ पक्ष हो। त्यसै गरी यसको इपिएस र नेटवर्थ हेर्ने हो भने पछिल्लो समय आइपिओ निष्कासन गर्ने हाइड्रो पावर कम्पनीमध्ये एकदमै राम्रो देखिन्छ। चालु आर्थिक वर्षको आश्विन मसान्तको रिपोर्टलाई हेर्दा यस कम्पनीको नेटवर्थ 137 रुपियाँभन्दा माथि रहेको छ भने यसको इपिएस झन्डै 4.5 रुपियाँ रहेको छ। यसरी नै यस कम्पनीको पुँजी संरचनाको कुरा गर्ने हो भने यस कम्पनीको अथोराइज क्यापिटल 1 अर्ब 75 करोड रहेको छ, जसमा अहिले यिनीहरूको इस्युड क्यापिटलमा 1 अर्ब 55 करोड रहेको छ, जसमध्ये पेड अफ क्यापिटल 1 अर्ब 55 करोड 100% नै पेड अफ क्यापिटल देखिन्छ। यसरी हेर्दा कम्पनी लो क्याप हाइड्रो देखिएको छ। जति कम्पनी लो क्याप अल्ट्रा लो क्याप देखिन्छन् त्यति नै कम्पनीको सेयर प्राइस भोलाटिलिटी देखिन्छ। यो पनि एक हिसाबले राम्रै पक्ष मान्न सकिन्छ। यदि तपाईहरूले अप स्विङ गएको बेला टपमा आफ्नो सेयर बेच्न सक्नुभयो र लो स्विङ आएको बेला बटममा फेरि सेयर किन्न सक्नुभयो भने तपाईहरूले यहाँनिरबाट रेभिन्यू जेनेरेट गर्न सक्नुहुनेछ। योभन्दा बाहेक यस कम्पनीको आयोजनाको कुरा गर्ने हो भने यिनीहरूले 26 मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजना सञ्चालन गर्न लागेका हुन्, जसको कुल लागत 5 अर्ब 38 करोड 4,11,310 रुपियाँ रहेको छ। त्यसै गरी यिनीहरूको प्रति मेगावाट लागत 20 करोड 69,38,896 रुपियाँ देखिन्छ, जहाँ यिनीहरूको प्रति मेगावाट लागत एकदमै धेरै पनि छैन र एकदमै तल पनि रहेको छैन। यिनीहरूको प्रति मेगावाट लागत 20 करोडको एभरेजमा छ भनेपछि यो प्रति मेगावाट लागत पनि ठिकठिकै छ। पछिल्लो समय आइपिओ निष्कासन गर्ने कम्पनीहरूको प्रति मेगावाट लागत 23-24 करोडसम्म पनि रहेको छ। यसरी नै यिनीहरूको मूल्य अभिवृद्धिको जोखिम पनि कम देखिन्छ। यिनीहरूले आफ्नो निर्माण कार्यको 83% भन्दा बढी काम अलरेडी कम्प्लिट गरिसकेका छन्। यही आर्थिक वर्षको चैत 27 गतेभित्र विद्युत उत्पादन गर्नुपर्ने सम्झौता पत्रको डेडलाइन रहेको छ। यदि यिनीहरूले यो डेडलाइनभित्र आफ्नो विद्युत उत्पादन गर्न सक्यो भने यिनीहरूको मूल्य अभिवृद्धि जोखिम कम हुनेछ। योभन्दा बाहेक यिनीहरूको वैदेशिक विनिमय दरको जोखिम पनि अरू कम्पनीको तुलनामा कम देखिन्छ। हुन त यिनीहरूले आवश्यक पार्ट्स पूर्जाहरू युरोपबाट पनि आयात गरेका छन्, तर धेरै जस्तो पार्ट्स पूर्जाहरू छिमेकी राष्ट्र भारतबाट आयात गरेको भएर विनिमय दरको जोखिम कम देखिन्छ। अब यस कम्पनीको अर्को एकदमै पोजिटिभ कुरा भनेको यिनीहरूको सञ्चालक टिम हो। यस कम्पनीको सञ्चालक टिममा विभिन्न आयोजनाहरू निर्माण सम्पन्न गरेर विद्युत उत्पादन गरिसकेको अनुभव भएका सञ्चालकहरू हुनुहुन्छ। यो अनुभवले कम्पनीलाई सही डिरेक्सनमा लैजानका लागि एकदमै ठुलो सहयोग पुग्नेछ। अब अन्तमा कुनै पनि कम्पनीको सेयर प्राइसलाई डाइरेक्ट इम्प्याक्ट पार्ने कुरा भनेको उक्त कम्पनीको कति किता सेयर फ्लटिङमा छ भन्ने कुराले पनि इम्प्याक्ट पार्दछ। यस कम्पनीले आफ्नो जारी पुँजीको 20%ले हुन आउने 31 लाख किता सेयर तपाईँ हामी सर्वसाधारणका लागि छुट्याएको थियो, जसमध्ये 50% सेयर यिनीहरूले आफ्नो आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीहरूका लागि बाँडफाँड गरेका छन्, जुन भनेको 15,50,000 किता सेयर स्थानीयवासीका लागि हुनेछ।
यो 15,30,000 किता 3 वर्षका लागि लकमा रहनेछ। स्थानीयवासीहरूले 3 वर्षसम्म यसको कारोबार गर्न पाउने छैनन्। त्योभन्दा बाहेक म्युचुअल फन्डका लागि छुट्याएको 77,500 किता सेयर पनि 3 देखि 6 महिनासम्म लकमा रहनेछ। यसरी हेर्दा सुरुमा यस कम्पनीको 15 लाख किता भन्दा पनि कम कारोबारमा आउनेछन्। जति कम किता मार्केटमा हुनेछन् त्यति नै डिमान्ड हाई देखिन्छ। डिमान्ड हाई हुनु भनेको कम्पनीको सेयर प्राइस पनि हाई हुनु हो। अहिलेसम्म मैले जे जति कुरा गरे पनि फाइनल्ली कुरा गरौँ यस कम्पनीको सेयर प्राइस सुरुमा कतिसम्म पुग्ला भनेर। पछिल्लो समय आइपिओ निष्कासन गर्ने कम्पनीहरूको सेयर प्राइस हेर्ने हो भने यिनीहरूको सेयर प्राइस 600 रुपैयाँदेखि 1200 रुपैयाँको रेन्जमा रहेको छ। सो यस कम्पनीको पनि हामीहरूले यही रेन्जभित्र अनुमान गर्न सक्छौँ। यही कम्पनीको लेभलको मान्डु हाइड्रो पावर जसको उत्पादन क्षमता 22 मेगावाट रहेको छ, उक्त कम्पनीको सेयर प्राइस अहिले 800 भन्दा माथि कारोबार भइरहेको छ। यसलाई नै आधार मानेर भन्ने हो भने यस कम्पनीको प्राइस पनि 800 देखि 1000 सम्म पुग्ने देखिन्छ। यो यति नै पुग्छ भनेर कसैले पनि एक्ज्याक्ट भन्न सक्दैनन्। त्यो भनेको तपाईहरू सेयर परेको मान्छेको हातको कुरा हो। तपाईहरूले आफ्नो आइपिओ जति होल्ड गर्न सक्नुभयो त्यति नै तपाईहरूले यसको प्राइसलाई माथि पुश गर्न सक्नुहुनेछ। र तपाईहरूलाई के लाग्छ यस कम्पनीको प्राइस कतिसम्म पुग्छ होला तपाईहरूले कमेन्टमा भन्न सक्नुहुनेछ। आजका लागि भने मैले यो भिडियोमा यति नै गर्न चाहन्छु। हस्त धन्यवाद।